बेटर लागेसँगै यो मिकासा इन्स्पायर मरुन कलरको स्कार्फ चाहिँ एकदम ट्रेन्डमा आएको छ। त्यसैले मलाई पनि एकजना कस्टमरले 3वटा स्कार्फ अर्डर गर्नुभएको थियो र यसरी अर्डर आउँदा चाहिँ हरेक स्मल बिजनेस ओनरलाई चाहिँ एकदम नै खुसी मिल्छ। त्यसैले मैले लिएर आएको थिएँ यो मरुन कलरमा ओलिभियाको वुल र उहाँले चाहिँ मलाई प्रिमियम स्कार्फ अर्डर गरेको भएर मैले युज गरेको थिएँ यो ओलिभियाको वुल, जसलाई चाहिँ पर्छ 180 पर पिस र मैले होलसेलबाट लिएको भएर अलिकति डिस्काउन्ट चाहिँ पाएको थिएँ। मेरो चाहिँ दिउँसभरि अफिसको जब भएको भएर क्रोसेटलाई चाहिँ मैले पार्ट टाइम बनाइरहेको छु, त्यसैले मलाई चाहिँ प्री अर्डर गर्नु पर्दछ। हजुरहरूले सोच्नु भयो होला के रहेछ यो प्रिमियम स्कार्फ र नर्मल स्कार्फ भनेर। मैले चाहिँ प्रिमियम स्कार्फलाई अलिकति महँगो लिने गर्दछु किनकि यसमा चाहिँ भुवा पनि आउँदैन र उल पनि एक्सपेन्सिभ वाला नै युज गरेको हुन्छु। नर्मल स्कार्फको चाहिँ अलि सस्तो लिने गर्दछु जुनमा चाहिँ भुवा आउने अलि डर हुन्छ र उल पनि नर्मल प्राइस वाला नै युज भएको हुन्छ त्यसमा चाहिँ। अब चाहिँ धेरैले थाहा पाइसक्नु भयो होला किन कतै सस्तो र कतै महँगो भनेर। कतिजनाले चाहिँ मेसिनले पनि गराउनुहुन्छ र कतिजनाले चाहिँ हातैले नै तयार गर्नुहुन्छ र अहिलेसम्म मैले पनि हातैले बनाउँदै आइरहेको छु। कतिजना कस्टमरले चाहिँ इन्क्वायरी गर्न पनि आइराख्नु भएको हुन्छ र प्राइस भन्दाखेरि त्यस्तो चासो दिनु हुँदैन। उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने ह्यान्डमेड सामान चाहिँ कहिले आलु टमाटरको भाउमा बेच्न सकिँदैन। क्रोसेट गर्न त्यति सजिलो पनि हुँदैन। हरेक मिनेटमा आँखाहरू दुखिरहेको हुन्छ, औँलाहरू त्यत्तिकै दुखिरहेको हुन्छ, प्लस ढाड र कम्मरको त कुरै पनि नगरौँ। त्यसले यस्तो सिचुएसन बुझेर मेरो स्मल बिजनेसलाई सपोर्ट गर्दै अर्डर गर्ने कस्टमरहरूलाई म मनैदेखि नै थ्याङ्कफुल हुने गर्दछु। र कतिजना कस्टमर यस्तो पनि पर्दैन कि ह्यान्डमेड सामान अर्डर गरेर डेलिभर गरिदिने टाइममा क्यान्सल गरिदिनुहुन्छ कि प्लिज त्यस्तो चाहिँ नगरिदिनु हुन सबैजनालाई रिक्वेस्ट गर्दछु। र मलाई यो 3वटा स्कार्फ अर्डर गर्ने कस्टमर चाहिँ धेरै नै बुझ्ने खालको हुनुहुँदो रहेछ। उहाँलाई मैले 100 जति मात्रै प्रिपे गरिदिनु न अर्डर कन्फर्मको लागि म्याम भनेर भनेको थिएँ, तर उहाँले मलाई ट्रस्ट गरेर सबै पेमेन्ट प्री अर्डरमै पे गरिदिनु भयो। त्यसैले मैले उहाँलाई मनैबाट खुसी भएर एउटा किरिङ पनि एज अ कम्प्लिमेन्ट हालिदिएँ अर्डरसँगै र प्याकेजिङ गरेर डेलिभरको लागि रेडी गरेर राखिदिएँ। र फाइनली हजुरहरूले देख्न सक्नुहुनेछ उहाँको रिभ्यू। थ्याङ्क यू सो मच गाइज फर वाचिङ। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला र हजुरहरूलाई यो चिसो मौसममा यस्तो स्कार्फ चाहिन्छ भने चाहिँ अर्डर गर्न नबिर्सिनु होला। बाई बाई गाइज, टेक केयर।